हरेक परिस्थितिमा पैसालाई मात्रै हाम्रो जिन्दगीलाई हाम्रो परिवारलाई तुलना गर्नु चाहिँ खराब हो भन्न खोजेको। हालेलुया। यहाँनिर फेरि हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो त भन्दाखेरि पैसा नराम्रो हो भन्न खोजेको होइन नि। फेरि हामीले बुझ्नुपर्छ येशू ख्रीष्टले 3 वर्षको सेवाकाई अवधिमा येशू ख्रीष्टले मानिसहरूको भिडमा बसेर चेलाहरूसँग बसेर 3 वर्ष सेवाकाई गर्नुभयो। अनि यो 3 वर्षको सेवाकाई अवधिमा येशू ख्रीष्टले सबैभन्दा बढी शिक्षा दिएको के हो प्रियहरू तपाईँलाई थाहा छ? येशू ख्रीष्टले आफ्नो चेलाहरूलाई मानिसहरूलाई सबैभन्दा धेरै उहाँले शिक्षा दिनुभएको नि पैसाको बारेमा हो। हालेलुया हालेलुया। परमेश्वरले ख्रीष्ट येशू आफैले पनि मानिसहरूको माझमा मन्दिरहरू कहाँ गएर चेलाहरूको बीचमा गएर पैसाको बारेमा शिक्षा दिनुभयो। किन भन्दाखेरि पैसा चाहिँ सबै थोक मानिसको जीवनमा होइन। पैसालाई हामीले सही ठिक ठाउँमा सदुपयोग कसरी गर्नुपर्छ, पैसा किन आर्जन गरिनुपर्छ, पैसालाई कसरी सञ्चय गर्न सकिन्छ भनेको, पैसा सेभिङ कसरी गर्छ, पैसा कसरी सेभिङ गर्ने, पैसा कसरी आर्जन गर्ने र पैसालाई कसरी चलाउने भन्ने कुराको बारेमा येशू ख्रीष्टले धेरै ठाउँमा शिक्षा दिनुभएको छ। आमेन। त्यसले गर्दा अर्को कुरो येशू ख्रीष्टले भन्न चाहनु भएको चाहिँ के हो भन्दाखेरि मानिसको जिन्दगीलाई मानिसको परिवारलाई पैसासँग दाच्न चाहिँ धेरै ठुलो मूर्खताको कुराहरू बन्न पुग्दछ। अनि पैसासँग हाम्रो यो जिन्दगीलाई दाच्न हुँदैन। किनभने यसरी भन्छ सन्तुष्टि सहितको भक्ति नै ठुलो लाभ हो। परमेश्वरसँगको सम्बन्ध र मनको सन्तुष्टि नै जीवनको वास्तविक धन हो। बाहिरी सम्पत्ति होइन, भित्री शान्ति नै ठुलो आशीर्वाद हो। हालेलुया। धनलाई चाहिँ हामीले सेवक बनाउनु पर्छ। धनलाई हामीले सेवक बनाउनु पर्छ भन्नु खोजेको के हो प्रियहरू? है यहाँ म तपाईँलाई अलिकति ओल्ठ्याउँछु है त। धनलाई हामीले सेवक बनाउनु पर्छ तर सम्पत्तिलाई हाम्रो जीवनको मालिक बनाउनु हुँदैन। सुन्नुहोस् है, सम्पत्तिलाई हाम्रो सेवक बनाउनु पर्छ तर सम्पत्तिलाई हाम्रो जीवनको मालिक बनाउनु हुँदैन। जस्तो पैसाले हामीले हाम्रो असल राम्रो कामहरू गर्न सक्छौँ, राम्रो राम्रो ठाउँमा हाम्रो परिवारको उन्नतिको निम्ति इन्भेस्टमेन्टहरू गर्न सक्छौँ, लगानी गर्न सक्छौँ, तर पैसालाई नै हाम्रो सम्बन्धहरू हाम्रो परिवारहरू हाम्रो नाताहरूभन्दा ठुलो बनाएर चाहिँ प्रतिमूर्ति बनाएर राख्नु चाहिँ हुँदैन। यही नै मेरो सबै कुरा हो भनेर त्यसको मुनि दण्डवत गर्नु चाहिँ हुँदैन। त्यसले चाहिँ कहाँ पुर्याउँछ? पहिलो कुरा हामीहरूलाई परमप्रभुदेखि टाढा लैजान्छ, हाम्रो घर घरना हाम्रो सम्बन्धदेखि हामीलाई अलग गर्छ अनि हामी दुवै कुरामा मर्दछौँ प्रियहरू। अब यो भन्न खोजेको वास्तविक चाहिँ पहिलो तिमोथी 6:6-10 भन्न खोजेको पैसालाई नराम्रो हो भनेर देखाउन खोजेको होइन। पैसा नराम्रो हो भन्न खोजेको चाहिँ होइन। किनभने प्रियहरू धन कमाएर धनी हुने इच्छा र चाहना पनि नराम्रो हो भन्न खोजेको होइन। हामीले बुझ्नु पर्यो है। तपाईँलाई मैले यहाँनिर गलत शिक्षा दिइरहेको छैन। किनभने मान्छेलाई पैसाको बारेमा बोलेको धेरै मन पर्दैन है। मान्छेले भन्न नसके पनि भित्रभित्र मन नपराइरहेको अवस्थाहरू हुन्छ। यो स्वाभाविकै हो, मान्छेलाई नमन पर्ने कुराहरू हो। फेरि पनि एकचोटि म दोहोऱ्याउँछु। पहिलो तिमोथी 6:6-10 भन्न खोजेको पैसा नराम्रो हो भन्न खोजेको चाहिँ होइन। धन कमाएर धनी हुने इच्छा र चाहना पनि नराम्रो हो भन्न खोजेको होइन। बाइबलले हामीलाई श्रमिक अथवा मेहनती हुनुपर्छ भनेर शिक्षा दिन्छ। यसको अर्थ बाइबलले अल्छेहरूलाई चेतावनी दिन्छ र कमिला कहाँ गएर मेहनत गर्न सिक भनेर पनि हामीलाई सिकाउँछ। यसको मतलब हामी श्रमिक बन्न पर्छ। हामीले पैसाहरू हाम्रो परिवारको निम्ति हाम्रो जीवनहरू चलाउनको निम्ति कमाउनु पर्छ। तर यहाँ वास्तवमा भन्न खोजिएको चाहिँ के हो भने पैसाको लत वा मोह, जुन चाहिँ पैसाको लतमा केही असल र खराब नछुटाइकन जे पनि गर्न तत्पर रहने स्वभाव अथवा आचरण चाहिँ नराम्रो हो भन्न खोजेको हो। हालेलुया हालेलुया। बुझ्नु भयो नि प्रियहरू? मान्छेले पैसाको लतमा परेर चाहिँ नि असल र खराब पनि नछुटाइकन जे पनि गर्न तत्पर रहने त्यो एउटा एडिक्सन, त्यो एउटा हृदयलाई चाहिँ भनेको। मान्छेले के गर्छ? पैसाको निम्ति हत्या गर्छ,
मान्छेले पैसाको निम्ति के गर्छ? चोरी डकैती गर्छ। मान्छेले पैसाको निम्ति के गर्छ? छल कपट गर्छ। अनि मान्छेले पैसाको निम्ति के गर्छ? जुवा तास विभिन्न प्रकारको ग्याम्बलिङहरू गर्छ। मान्छेले पैसाको निम्ति के गर्छ? अरूलाई चाहिँ नि दुःख दिने कामहरू गर्छ। यो चाहिँ कसरी हुन आयो त? यो पैसाको लतले गर्दा, यो खराबी लतले गर्दाखेरि। अनि यो लतमा पर्नु चाहिँ नराम्रो हो भनेर बाइबलले तपाईँ र मलाई शिक्षा दिन चाहेको। तर बाइबलले अल्छे हुनुपर्छ, पैसा कमाउनु हुँदैन, पैसा नराम्रो भन्न खोजेको होइन प्रियहरू। पैसा राम्रो हो। पैसा हामी सबैलाई चाहिन्छ। पैसा हामी विश्वासीले कमाउनु पर्छ। पैसा कमाउनको निम्ति हामी अल्छे होइन, एकदमै श्रमिक बन्नुपर्छ। तर त्यसको साथसाथै तपाईँले तपाईँको आत्मिक जीवन र तपाईँको परिवारको पनि हेरचाह गर्न सक्नुपर्छ। हालेलुया। तपाईँको आत्मिक जीवनलाई पनि सुदृढ गर्नु पर्यो। तपाईँले आफ्नो वैवाहिक जीवन, आफ्नो परिवारको सम्बन्धहरूलाई पनि समय दिएर निर्माण चाहिँ गर्न सक्नु पर्यो। नत्र भने तपाईँ पैसाको पछि मात्रै दगुर्छौँ भने भोलि एक दिन तपाईँ एक्लो हुनुहुन्छ। तपाईँ जब वृद्ध अवस्थामा नि तपाईँलाई तातो पानी तताएर दिने मान्छे पनि हुँदैन प्रियहरू। तपाईँको मनको हृदयको कुराहरू सेयर गर्ने ठाउँ पनि हुँदैन प्रियहरू।